म चाहिँ यो रेडियोहरूलाई एकदमै धुलो लागेछ र सफा गर्दैछु। म चाहिँ यो पुरानो चिजहरू पुरानो सामानहरू एकदमै माया लाग्छ, किनभने अब यस्तो यस्तो चिजहरू पछि पछि देखिँदैन पाइँदैन नि त। अनि त्यही भएर म चाहिँ एकदमै धुलो लागेछ सफा गर्दैछु। हिजोको विदेशीहरूले यस्तो रेडियोहरू विदेशबाट ल्याउनुहुन्थ्यो भने आज चाहिँ डिजिटल क्यामेरा फोनहरू बोकेर ल्याउनुहुन्छ। यो चाहिँ एकदमै त्यतिखेरको जमानामा चाहिँ एकदमै राम्रो। यो चाहिँ यहाँ चाहिँ एफएमहरू बज्थ्यो। यो चाहिँ एन्टिना हो। यो चाहिँ यसले चाहिँ धेरैवटा एफएमहरू टिपाउने काम गर्थ्यो। म चाहिँ एकदमै धेरै पहिला चाहिँ कान्तिपुर एफएम र इमेज एफएम सुन्ने गर्थेँ। मलाई चाहिँ रेडियोहरूको एकदमै माया लाग्छ। अनि यताबाट चाहिँ चक्का लाएर गीत पनि बजाउने काम गरिन्थ्यो है। गीत बज्थ्यो यहाँ चाहिँ त्यसले धारा पानीमा घर त हिल्यो भन्ने गीतहरू एकदमै धेरै त्यतिखेर चलेको फेमस गीतहरू थियो। यो चाहिँ रेडियो क्यासेट एकदमै माया लाग्छ। अनि मलाई म चाहिँ सफा गर्दैछु। यहाँ चाहिँ धुलो लागेछ अनि म चाहिँ धुलोहरू सफा गर्दैछु। धुलोले एकदमै भरपूर भरिपूर्ण भएछ।